के छ साथीहरू, आजको यो भिडियोमा म भन्न गइरहेको छु कि विजय लघु वित्तीय संस्थाको आइपिओ लिस्ट भइसकेको छ र अब तपाईहरूले आफ्नो 1000 को लगानीलाई 7000 मा बेच्न पाउनुहुन्छ। भोलिदेखि मार्केटको ओपनिङमै तपाईलाई हेर्नको लागि मिल्छ कि तपाईलाई आफ्नो शेयर बेच्ने पनि मिल्छ र प्रफिट पनि तपाईले बनाउन पाउनु हुनुहुन्छ। तर आज जुन शेयर हामीहरूको डिमेटमा ट्रान्सफर भएको छ त्यो आज हामीहरूको अकाउन्टमा आएको छ। तर यो हाम्रो शेयर हामीहरूले भोलि बेच्न पाउने छु। तर पर्सि जति छिटो भइसके त्यति छिटो तपाईँ बेच्नु होला, किनभने पर्सि फेरि मार्केट बन्द हुन्छ र तपाईले बेच्न पाउनुहुन्न। बढी टाइमसम्म योले प्रफिट दिँदैन र तपाईले त्यति राम्रो प्रफिट यसले दिन पाउँदैन। त्यसको लागि तपाईले छिटो भन्दा छिटो बेच्नु पनि होला र यदि तपाईले लङ टर्मको लागि राख्नुहुन्छ भने यसले राख्नु होला, किनकि लङ टर्ममा पनि यदि दिन्छ भने दिन्छ, नत्र तपाईलाई यदि सर्ट टर्मको लागि चाहियो त यसले घाटा दिन्छ। त यो कारणले तपाईले यसलाई बेच्नु पर्ने हुन्छ। त्यसैको कारणले भोलि नै बेच्नु होला, नत्र तपाईले अर्को रविवार योले घाटा दिन्छ र तपाईको धेरै कम रेभेन्यू जेनेरेट हुन्छ। तपाईको 100 को लगानी मा 700 को के भन्छ त्यो प्रफिट नभएर घाटै नै लाग्छ। त पर्खेर आफ्नो जे गर्नु छ गर्नु होला र म भन्छु बेचिदिनु होला। त ढुक्क भएर बस्नुस्। म तपाईले अग्लो भिडियोमा भेट्छु। तहिलेसम्मको लागि तपाईहरुलाई नमस्ते। यस्तै भिडियो हेर्नको लागि लाइक, सब्स्क्राइब र शेयर गर्नु होला। ल बाई।